हेर्नुपर्छ, ब्यालेन्स सिट पढ्नुपर्छ, ब्यालेन्स सिट पढेर मात्र लगानी गर्ने बानी बसाल्नुपर्छ भनेर। सो आजको दिनमा चाहिँ हामी ब्यालेन्स सिट भनेको के हो र यसमा चाहिँ खासमा हेर्नुपर्ने कुरा चाहिँ के हो त, बेसिकली के कुरा हेर्नुपर्छ भनेर चाहिँ हामी कुरा गर्छौँ। यता नामै ब्यालेन्स सिट छ भनेपछि केही न केही कुरा त ब्यालेन्स हुनैपर्छ होला। सो यसमा हुन्छ ब्यालेन्स के भन्दाखेरि एउटा भनेको तपाईँको सम्पत्ति चाहिँ जहिले पनि केसँग बराबर हुन्छ, तपाईँको दायित्व प्लस तपाईँले आफ्नो खल्तीबाट हाल्नुभएको पैसासँग चाहिँ बराबर हुन्छ। सपोज तपाईँले चाहिँ एउटा चाहिँ घर बनाउनु भयो, सपोज ल 50 लाखमा एउटा घर बनाउनु भयो काठमाडौँमा, ठिक छ। 50 लाखमा घर बनाउनु भयो र तपाईँले चाहिँ आफ्नो खल्तीबाट 30 लाख रुपियाँ हाल्नुभयो र 20 लाख पुगेन र यो 20 लाखको लागि चाहिँ तपाईँ ब्याङ्कमा जानुभयो र लोन लिएर आउनुभयो। अब हेर्नुहोस् त, तपाईँको घर कतिमा बन्यो? 50 लाख। तपाईँको घर बनिसक्यो भनेपछि तपाईँको त्यो सम्पत्ति भयो। तर तपाईँको दायित्व कति छ? 20 लाख रुपियाँ। तपाईँले आफ्नो खल्तीबाट कति हाल्नुभयो? 30 लाख रुपियाँ। सो यहाँबाट हामीले के थाहा पायौँ? तपाईँको सम्पत्ति बराबर चाहिँ जहिले पनि तपाईँले तिर्नुपर्ने पैसा प्लस तपाईँले आफ्नो खल्तीबाट हालेको पैसासँग चाहिँ बराबर हुँदो रहेछ भनेर थाहा पायौँ। अब त्यसै गरी हेर्नु, अर्को तपाईँहरूले चाहिँ थाहा पाइरहनुपर्ने कुरा भनेको चाहिँ फाइनेन्सियल रेसियोजहरू। अब के कुराहरूको चाहिँ लाइक अलिक इम्पोर्टेन्स हुन्छ भन्ने है। अब फाइनेन्सियल रेसियोजहरू त टन्नै छ। अब यो तपाईँहरू फाइनेन्समा जानुभयो भने रेसियोज पढेर त साथै लाग्ने पनि छैन। तर अब बेसिकली कुन कुन रेसियोजहरू चाहिँ अलिकति बढी इम्पोर्टेन्स हुन्छ, कुन कुन चाहिँ हामीले डेली रूपमा सुनिरहन्छौँ, त्यो रेसियोजहरूको बारेमा चाहिँ कुरा गरौँ है त। फर्स्ट नम्बरमा हुन्छ करेन्ट रेसियो। अब करेन्ट रेसियो भनेको चाहिँ तपाईँको आजको दिनमा तपाईँको 1 वर्षभित्र चाहिँ कति सम्पत्ति छ त, लाइक अहिले करेन्ट एसेट्सहरू तपाईँको ब्याङ्कमा कति ब्यालेन्स होला होइन, अथवा तपाईँले चाहिँ अरूबाट पाउने पैसाहरू कति होला, हो त्यस्तो खालको 1 वर्षभित्र नै तपाईँले चाहिँ त्यो कमाउन मिल्ने पैसाहरू जुन चाहिँ एक्चुअल क्यासमा कन्भर्ट हुन्छ त्यस्तो पैसाहरू तपाईँको जुन एसेट्सहरू छ त्यसलाई चाहिँ तपाईँले 1 वर्षभित्र नै तिरिहाल्नुपर्ने पैसाहरू हुन्छ नि, त्यसले भाग गर्दाखेरि जति आउँछ त्यसलाई चाहिँ हामी करेन्ट रेसियो भन्छौँ है। अब सपोज कुनै कम्पनीको चाहिँ 1.5 चाहिँ करेन्ट रेसियो छ भने चाहिँ यसले कम्पनीले चाहिँ छोटो समयमा ऋण तिर्न सक्ने देखाउँछ है। किन भन्दाखेरि तपाईँहरूको सम्पत्ति चाहिँ बढी छ कम्पेयर टु तपाईँहरूले तिर्नुपर्ने ऋणभन्दा अथवा तपाईँहरूको दायित्वभन्दा। अब अर्को कुरा गरौँ डेब्ट टु इक्विटी रेसियो। यो डेब्ट टु इक्विटी रेसियो चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट कुरा हो, तपाईँहरूले सुन्नु भएको होला। डेब्ट टु इक्विटी रेसियो चाहिँ यदि 1 भन्दा कम छ भने चाहिँ राम्रो हो, डेब्ट टु इक्विटी रेसियो 1 भन्दा माथि जान्छ नराम्रो हो भनेर। किन यो भन्यो भन्दा तपाईँको ऋणलाई चाहिँ जब तपाईँले चाहिँ आफ्नो खल्तीबाट हालेको पैसा भाग गर्नुहुन्छ नि, हो त्यो आएको नम्बरलाई नै हामी डेब्ट टु इक्विटी रेसियो भन्छौँ। अब यो डेब्ट टु इक्विटी रेसियो 1 भन्दा कम छ भने चाहिँ के हो भन्दाखेरि तपाईँहरूले आफ्नो पैसा चाहिँ बढी लगानी गर्नुभएको रहेछ र अब आउने दिनमा चाहिँ तपाईँहरूले कमाएको पैसा चाहिँ तपाईँले ऋण तिर्न कम र तपाईँहरूले चाहिँ त्यो एज अ प्रफिटको रूपमा बाँड्न पाउनुहुन्छ, अथवा चाहिँ तपाईँहरूले क्यापिटल एक्सपेन्डिचर गर्न सक्नुहुन्छ, एज इन अर्को बिल्डिङ बनाउने होला अथवा त्यो बिल्डिङमा नयाँ सर्भिस थप्ने होला, त्यसरी बुझिन्छ है। अब 1 भन्दा बढी छ भने चाहिँ के बुझिन्छ भन्दाखेरि तपाईँहरूले चाहिँ ऋण चाहिँ बढी लिनुभएको रहेछ र तपाईँको बिजनेस चाहिँ कम्प्लिटली धेरैभन्दा धेरै चाहिँ बिजनेस चाहिँ ऋणमा चलिरहेको रहेछ। अब भोलिको दिनमा यदि केही अनसर्टेन्टिजहरू आयो भने त तपाईँहरूको त क्यास फ्लो बन्द भयो भने त्यो ऋण त अझ बढ्नेवाला छ र तपाईँहरूले चाहिँ प्रफिट पनि धेरै बाँड्न पाउनुहुन्न कमाउनु भयो भने। अनि प्रायः जस्तो प्रफिटको प्रायः पैसा चाहिँ तपाईँको अब यता अपरेटिङ एक्सपेन्सेसमा अनि त्यस्तै गरिँदै अर्को इन्ट्रेस्टहरू तिर्न जान्छ भन्ने बुझाउँछ है। त्यही भएर ल्याएर डेब्ट टु इक्विटी रेसियो चाहिँ 1 भन्दा कम भएको बेस्ट मानिन्छ। अर्को भन्छ रिटर्न अन इक्विटी। यो भनेको चाहिँ के भन्दा जब तपाईँहरूले चाहिँ नेट प्रफिट जुन आउँछ नि खुद नाफा आफ्टर सबै घटाएर एक्सपेन्सेसहरू घटाएर ट्याक्सहरू घटाएर यो जति पनि तपाईँहरूको नेट प्रफिट आउँछ नि त्यो नेट प्रफिटलाई चाहिँ तपाईँहरूले चाहिँ जब चाहिँ आफ्नो इक्विटीले डिभाइड गर्नुहुन्छ त्यसलाई नै हामी के भन्छौँ? रिटर्न अन इक्विटी भन्छौँ। जस्तै कम्पनीको नाफा चाहिँ 10 लाख छ र इक्विटी चाहिँ 1 करोड भयो भने रिटर्न अन इक्विटी चाहिँ 10% हुन्छ है। यसले चाहिँ के भन्छ भन्दा सेयर धनीको पैसाले कति नाफा कमायो भनेर देखाउँछ क्या। तपाईँले लगानी गर्नुभएको पैसाले कति नाफा कमाउँदो रहेछ भनेर देखाउने नै खासमा के हो? रिटर्न अन इक्विटी हो, अरू केही पनि होइन। त्यसै गरी चाहिँ अर्को हुन्छ प्राइस टु अर्निङ रेसियो भन्छ है। प्राइस टु अर्निङ रेसियो भनेको चाहिँ जस्तो पी तपाईँहरू धेरै सुन्नुभएको छ, नेप्सेकै पीको कुरा गरेर हाल्छ हामी, कमर्सियल ब्याङ्कको पी कति कम भएको भन्छौँ, अनि कुनै कुनै कम्पनीहरूको पी कहाँ आम्मा यत्रो धेरै पी भएको कम्पनी कसरी लगानी गर्ने भन्ने हाल्छ। सो पी भनेको केही पनि होइन है। पी भनेको चाहिँ त्यसको चाहिँ बजार मूल्य कति छ त्यो बजार मूल्यलाई चाहिँ हामीले इपिएसले जब डिभाइड गर्छौँ, अर्निङ पर सेयरले डिभाइड गर्छौँ, त्यो आमाको भ्यालुलाई नै हामी पी भन्छौँ है। जस्तै सेयर मूल्य चाहिँ 1000 रुपियाँ छ र इपिएस चाहिँ 50 भयो भने पी चाहिँ जम्मा 20 हुन्छ क्या। किन भन्छ 1000 भागा 50 भनेको 20 हो। सो यसको मतलब चाहिँ लगानीकर्ताले 1 रुपियाँ कमाइको लागि 20 रुपियाँ तिर्दैछन् भनेर बुझिन्छ। त्यस्तै गरी अर्को नेटवर्थ बुक भ्यालु भनेर सुन्छौँ होइन। अब आइपिओ आउँदाखेरि 90भन्दा मुनिको चाहिँ नेटवर्थ भएका चाहिँ आउन पाइँदैन भन्छौँ। सो नेटवर्थ र बुक भ्यालु भनेको एक्चुअली सेम टर्म हो है। अब हामीले चाहिँ सेयरमा युज गर्दाखेरि चाहिँ हामी जेनरली चाहिँ तपाईँको बुक भ्यालु भनेर युज गर्छौँ होइन। अब मान्छेहरू व्यक्तिहरूको लागि युज गर्दा चाहिँ नेटवर्थ भनेर युज गर्छौँ। विनोद चौधरीको नेटवर्थ यति रे उति रे, चन्द्र ढकालको यति रे भनेर अस्ति हामीले न्युज पढिरहेको थियौँ नि, सेम। अब बुक भ्यालु भनेको चाहिँ हामीले चाहिँ सेयर्सको लागि युज गर्छौँ जेनरली। सो बुक भ्यालु भनेको
कुल सम्पत्तिलाई जब हामीले कुल दायित्व, जस्तो अहिले हामीले हुनु त 50 लाखको घर बनायौँ अनि हाम्रो दायित्व चाहिँ कति छ, 20 लाख रुपियाँ लोन लिएको भयो, हाम्रो चाहिँ तपाईँको 20 लाख रुपियाँ दायित्व हुन्थ्यो नि। सो अहिलेको लागि चाहिँ हाम्रो बुक भ्यालु भनेको चाहिँ कति हुन्थ्यो भन्दाखेरि जब 50 लाखले हामीले 20 लाख रुपियाँ घटाउँथ्यो त्यो भनेको 30 लाख रुपियाँ आउँथ्यो। हो त्यही नै हाम्रो चाहिँ तपाईँको के हुन्थ्यो, नेटवर्थ हुन्थ्यो है। तर अब हेर्नु 30 लाख रुपियाँ नेटवर्थ त होइन नि त, त्यसमा चाहिँ नम्बर अफ सेयर्सले चाहिँ फेरि डिभाइड गर्नु नै पर्छ। अब एज इन मान्छेको व्यक्तिको केसमा त त्यो 30 लाख रुपियाँ ठिक छ, तर कम्पनीको केसमा के हुन्छ, नम्बर अफ सेयर्स हुन्छ नि त। सो जब टोटल एसेट्सलाई चाहिँ टोटल एसेट्सबाट टोटल लाइबिलिटिज घटाउँछौँ र त्यसलाई नम्बर अफ सेयर्सले डिभाइड गर्छौँ, त्यो जति भ्यालु आउँछ त्यसलाई नै हामी चाहिँ बुक भ्यालु भन्छौँ है। सो हामीले चाहिँ जेनरली आइपिओ आउँदाखेरि 90भन्दा मुनिको चाहिँ बुक भ्यालु भएको कम्पनीहरू चाहिँ आउनु नदिने भनेर चाहिँ सेभनले भनिरहेको छ होइन। ल अब यति थाहा पाइसकेपछि अब यो चाहिँ हेर्ने कहाँबाट हो भन्ने कुरा होला नि। अब फर्स्ट कुरा त तपाईँहरूले फाइनेन्स स्टेटमेन्ट कहाँबाट भेट्न सक्नुहुन्छ भन्दा, जस्तो तपाईँहरूलाई चाहिँ सिएचडिसीको चाहिरहेको छ भने तपाईँहरूले यहाँ जान सक्नुहुन्छ, सिएचडिसी यो सेयर संसार है, सेयर संसारमा जाने, यहाँ सिएचडिसी भनेर थिच्ने, त्यसपछि लाएर यहाँनिर चाहिँ अब फाइनेन्सियल्समा आउँछ। अब यसमा क्वार्टरली एनालाइसिस हुन्छ। अब हेर्नु तपाईँहरूलाई चाहिँ सिधै चाहिरहेको छ, म त्यो यो खोलेर यस्तो खालको चाहिँ खोलेर बस्दिनँ भन्नुहुन्छ नि, क्वार्टरली एनालाइसिस चाहिँ यसले ब्यालेन्स सिट आफै देखाइदिन्छ है। यसमा एसेट्समा नन करेन्ट एसेट्स, करेन्ट एसेट्स भनेर यहाँ टक्क टोटल एसेट्स देखाइदिन्छ, तपाईँको सम्पत्ति कति छ, यो सम्पत्ति जहिले पनि तपाईँको तपाईँले तिर्नुपर्ने लाइबिलिटी छ, तपाईँले खल्तीबाट हालेको पैसासँग बराबर हुन्छ है। यहाँ हेर्नुहुन्छ भने यो दुइटा चाहिँ बराबर छ, यो एसेट्स र लाइबिलिटी। अब यहीँबाट नि हेर्न सक्नुहुन्छ। अर्को भनेको प्रफिट एन्ड लसको स्टेटमेन्ट पनि यही हुन्छ। अब मैले जुन रेसियोजहरू कुरा गरेँ त्यो पनि हुन्छ। अब यसमा त यो अपरेटिङ प्रफिट मार्जिन भनिरहेको छ होइन, नेट प्रफिट मार्जिन, करेन्ट रेसियो, अघि हामीले करेन्ट रेसियो गरिहाल्यौँ, करेन्ट एसेट्स बाई करेन्ट लाइबिलिटिज भनेर होइन, तपाईँको सम्पत्ति कति छ, तपाईँले तिर्नुपर्ने कति छ भनेर। अब यो नेट प्रफिट मार्जिन रन गर्दाखेरि चाहिँ 97 भनेको त तपाईँको हरेक 100 रुपियाँ इन्भेस्ट गर्दा 97 रुपिसको रिटर्न आइरहेको रहेछ है, आफ्टर ट्याक्सहरू सबै गरेर यो। अनि अपरेटिङ प्रफिट मार्जिन भनेको 98.53 छ। यहाँ हेर्नु त तपाईँले नेट र अपरेटिङमा खासै फरकै देख्नु भनेपछि ट्याक्स र इन्भेस्टमा एकदम कम पैसा गएको रहेछ। हरेक 100 रुपियाँमा 58 रुपियाँ कमाइराख्नु भएको रहेछ र ट्याक्स तिरेर सबै एक्सपेन्स गर्दा पनि 97 रुपियाँ 22 पैसा कमाइराख्नु भएको रहेछ है। यो चाहिँ मैले सिएचडिसी हेरिरहेको छु, त्यही भएर धेरै नै देखाइ नै हाल्छ यसको। अब नेटवर्थ पर सेयर हुन्छ। नेटवर्थ पर सेयर भनेको हामीले अघि नै कुरा गरेको थियौँ, जब हामीले चाहिँ टोटल एसेट्सलाई चाहिँ है, यहाँनिर चाहिँ हाम्रो टोटल एसेट्स छ होइन, यहाँ ब्यालेन्स सिटमा गएर हेर्नु भने तपाईँले चाहिँ टोटल एसेट्सलाई चाहिँ हामीले टोटल लाइबिलिटिज, यो टोटल एसेट्सबाट जब टोटल लाइबिलिटिज घटाउँछौँ, यो लाइबिलिटिज है। सो यहाँ हेर्नुहोस्, योबाट यो घटाएर अनि टोटल नम्बर अफ सेयरले चाहिँ जब डिभाइड गर्छौँ, त्यही नै हाम्रो चाहिँ के भयो, नेटवर्थ पर सेयर भयो। अब इपिएस भनेको त हामीलाई थाहा छँदैछ होइन, नेट प्रफिटलाई चाहिँ जब हामीले नम्बर अफ सेयरले डिभाइड गर्छौँ त्यही नै हाम्रो इपिएस भयो। अब प्राइस टु अर्निङ रेसियो भइहाल्यो, प्राइस टु बुक भ्यालु, प्राइस टु बुक रेसियो भइहाल्यो होइन। बुक भ्यालुसँग कम्पेयर गरायो है, प्राइस मार्केट प्राइस चाहिँ बुक भ्यालुसँग जब कम्पेयर गर्छौँ त्यो आउँदाखेरि प्राइस टु बुक भ्यालु आउँछ। प्राइस टु अर्निङ चाहिँ मार्केट प्राइसलाई चाहिँ हामीले इपिएससँग कम्पेयर गर्छौँ। अनि रिटर्न अन इक्विटी भनेको तपाईँले लगानी गरेको पैसामा चाहिँ 23 रुपियाँ रिटर्न भइरहेको छ, हरेक 100 रुपियाँमा 23 रुपियाँ आइरहेको छ है। अब तपाईँहरूले चाहिँ कि त यो फाइनेन्सियल रिपोर्टमा गएर थिच्नुहोस्, अनि यहाँ यसरी थिच्नु भयो भने पनि यसरी चाहिँ पत्रिकामै छापेको आउँछ है। अनि यसलाई चाहिँ तपाईँहरूले मजाले अब जुम इन जुम आउट कसरी गरिदिनु मन छ हेर्दा हुन्छ। अब अर्को मलाई चाहिँ वान अफ द बेस्ट वे भनेको चाहिँ के लाग्छ भन्दाखेरि अनलाइन खबरमा जाने, अनि अनलाइन खबरमा गएर चाहिँ तपाईँहरूले यहाँनिर के गर्नु, जस्तो कुनै कम्पनी हेर्नु भने सपोज मलाई रावा हेर्नु मन लाग्यो होइन, यहाँ जाने अनि सर्च गर्ने, अब सर्च गरेर हेर्नु त्यहाँ रावा आउँछ। अनि हेर्नु अब सिम्पल ब्यालेन्समा हेर्ने कुराहरू यसले सर एकचोटि आफै नै देखाइदिन्छ क्या। अब यसको प्राइस कति छ, इपिएस कति छ होइन। अब प्राइस अब पी रेसियो हेर्नुहोस्, मार्केट प्राइस टु इपिएस कति रहेछ, 33 गुणाले बढी रहेछ है। अब पीबी रेसियो प्राइस टु बुक भ्यालुको हेर्दाखेरि मार्केट प्राइसको कम्पेरिजन बुक भ्यालुको कम्पेरिजन मार्केट प्राइस 5 गुणाले बढी रहेछ। डिभिडेन्ड छैन, अहिलेसम्म डिभिडेन्ड देखाइन होइन, त्यही भएर डिभिडेन्ड 0 छ। हो यहाँबाट हेर्न मिल्यो। अब सबभन्दा यसको बेस्ट फेचर्स भनेको चाहिँ तपाईँहरूले ब्यालेन्स सिट हुन्छ नि, यहाँनिर ब्यालेन्स सिट पनि सिधै यहाँनिर हेर्न मिल्छ होइन। अर्को इन्कम स्टेटमेन्ट नि यहीँ हेर्न मिल्छ। जस्तो ब्यालेन्स सिटमा काट्दा टोटल एसेट्स कति छ भनेर 65 करोड, टोटल लाइबिलिटिज कति छ भन्नुहुन्छ भने 41 करोड, टोटल इक्विटिज कति रहेछ भन्दाखेरि 23 करोड रुपियाँ चाहिँ लगानीकर्ताले पैसा हालेर रहेछन्, यसरी हेर्न सक्यो। अब इन्कम स्टेटमेन्टमा जानु भने ग्रस प्रफिट, ट्याक्स नतिरिकनको प्रफिट कति रहेछ, अस्तिको सर्टबाट 7 करोड रुपियाँ। नेट इन्कम ट्याक्स तिरेर कति कमाएको रहेछ, 2 करोड 68 लाख रुपियाँ। त्यसपछि लाएर नेट प्रफिट मार्जिन भनेको अब उसले चाहिँ हेर्दाखेरि 33 रुपियाँ देखाइरहेको छ, हरेक 100 रुपियाँमा चाहिँ 33 रुपियाँ चाहिँ प्रफिट भइरहेको छ है। अब ओभरभ्यू भने चाहिँ यहाँ देखाउँछ रेभेन्यू चाहिँ हरेक क्वार्टरमा के भइरहेको छ। अब यो हेर्नु त 81, 82, 80 Q3 मा चाहिँ 7.36 करोड रहेछ, अब Q4 मा आउँदाखेरि चाहिँ 9.68 थियो होइन। त्यसपछि Q1 मा घट्यो, Q2 बाट बढिरहेको छ र अहिले Q3 मा 8.9 करोड आइरहेको छ भने यो क्वार्टरमा बढी आउँछ। अब नेट प्रफिट के भइरहेको छ हेर्नुहुन्छ भने तपाईँले हरेक क्वार्टरमा हेर्नुहोस् है, जस्तो यो थर्ड क्वार्टर बढिरहेको छ, यो सेकेन्ड क्वार्टर बढिरहेको छ, हरेक क्वार्टरमा के भइरहेको छ, बढिरहेको छ। इपिएस हेर्नुहुन्छ भने ओके Q1 मा धेरै आउँछ, किन भन्दा एनालाइज गर्छौँ जहिले पनि Q1 को बढी आउँछ। अब Q1 मा यो भनेको तपाईँको 4 रुपियाँ इपिएस 5 रुपियाँ इपिएस आयो भने 5020 गर्दा अब हरेक क्वार्टरको लागि। अब त्यो अरू क्वार्टरमा त्यो गर्न मिलेन, त्यही भएर एक्चुअल इपिएस चाहिँ तपाईँको 4th क्वार्टरमा आउँछ है। सो इपिएस हेर्नुहुन्छ र 12 देखाइरहेको छ। बुक भ्यालु पर सेयर्स कति छ भन्नुहुन्छ भने हेर्नु त हरेकचोटि चाहिँ इन्क्रिज भइरहेको छ है। बुक भ्यालु अहिले चाहिँ 84 रुपिस पुगिरहेको छ। अब रिटर्न अन इक्विटी कति छ भन्नुहुन्छ भने अब यो Q1 मा चाहिँ बढी दिन्छ, Q1 मा जहिले पनि हामीले फरक रिपोर्टमा तपाईँले हेर्नुहोस् इन्टु 4 गरेर हुन्छ, त्यही भएर बढी देखिन्छ। सो Q1 मा चाहिँ नजुक्किनु है, जहिले पनि हेर्दा Q3 Q4 लाई हेर्नु। सो 15% रहेछ। डेप्ट इक्विटी हेर्नुहुन्छ भने 1.76 रहेछ। सो यो कम्पनी चाहिँ के रहेछ, डेप्टमा चाहिँ अलिकति हेभिली रिलाइ गरिरहेको छ है। उसको जति एसेट छ त्योभन्दा बढी चाहिँ अलमोस्ट डबल नै के रहेछ, डेप्ट रहेछ। तर एउटा ट्रेन्ड हामीले के हेर्नु पर्यो, डेप्ट इक्विटी घटेछ कि बढेछ। यहाँ हेर्छौँ भने डेप्ट इक्विटी घटिरहेको छ। अब यसले हामीलाई के भन्छ भन्दा कम्पनीको चाहिँ ग्रोथ पोटेन्शियल छ है भनेर देखाउँछ। हो अब तपाईँहरूले यसै गरी हरेक कम्पनीको जस्तो सिएचडिसी को तपाईँलाई हेर्न मन लाग्यो यहीँ गएर टक्कै हेर्न सक्यो। अब ब्यालेन्स सिटमा तपाईँहरूले त पुरै गरेर बस्नु पर्ने कि जस्ट हामीलाई चाहिँ लगानी गर्नुलाई डिसिजन्स लिनलाई हेल्प गर्नु पऱ्यो कि यो कम्पनी चाहिँ बढ्नेवाला छ कि छैन भनेर। 2.74 अर्बको एसेट्स रहेछ। यसको लाइबिलिटिज हेर्नुहुन्छ भने जम्मा कति छ, 7.57 करोड। हेर्नु त 2.76 करोडको 74 अर्ब छ क्या एसेट्स, र ऋण कति छ, जम्मा 7 करोड होइन। यो त के हात्तीकुङ्गा जिरा भने जस्तो हो। अब इक्विटी हेर्नुहुन्छ भने 2.66 अर्ब। अर्को हेर्छौँ भने इन्कम स्टेटमेन्ट हेर्छौँ भने यहाँनिर हेर्नुहुन्छ भने तपाईँहरूले ग्रस
प्रफिट यो रेभेन्यू रहेछ, रेभेन्यू हेर्छौँ भने यसको कति रहेछ 48 करोड कमाएको रहेछ। अब यसमा चाहिँ हामीले यो अपरेटिङ यो कस्ट अफ गुड सेल्सहरू गऱ्यो भने कति हुँदो रहेछ 48 करोड। त्यसपछि नेट इन्कम हेर्छौँ भने 47 करोड हो, नेट प्रफिट मार्जिन हेर्छौँ भने 97। सो हेर्नु त यो त एकदमै धेरै आयो। 97 भनेको त हरेक 100 रुपिस इन्भेस्टमेन्ट 97 रुपिस कमाइरहेको रहेछ भन्ने बुझ्नु पऱ्यो। सो अब यहाँबाट चाहिँ हामीले के थाहा पाउँछौँ भन्दाखेरि यसको इन्कमहरू चाहिँ बढिरहेको छ होइन, ग्रस प्रफिटहरू गइरहेको छ। अब जस्तो रिटर्न अन इक्विटी हेर्छौँ भने 24 रुपियाँ रहेछ। अब यो त Q3 मा हेर्ने हो, लास्ट Q3 मा 27 रुपियाँ थियो, अहिले 24 रुपियाँ रहेछ। अलिकति बढी इन्भेस्ट गराएर रहेछ, लस भएको छ भने त ब्यालेन्स सिटमा देखिरहेको थियो होइन त्यो इन्भेस्ट गरेको कम्पनीमा, सो त्यही भएर घटायो। डेप्ट इक्विटी हेर्नुहुन्छ भने डेप्ट त सिक्दिनै लागेको छ 0.0 थियो है, डेप्टै छैन भन्दा पनि हुन्छ डेप्ट फ्री कम्पनी। अब रिटर्न अन इक्विटी हेरिहाल्यो, बुक भ्यालु पर सेयर हुन्छ 257 एभ्री टाइम इन्क्रिज भइरहेको छ बुक भ्यालु। इपिएस हेर्छौँ भने 61। त्यसपछि नेट प्रफिट हेर्छौँ भने ओके लास्ट Q3सँग हेर्छौँ भने एकदम 35 करोड कमायो, अहिले 47 करोडको प्रफिट रहेछ। सो यहाँबाट चाहिँ हामीले यसरी चाहिँ ब्यालेन्स सिटमा बेसिकली हेर्नुपर्ने कुरा थाहा पाउँछ है, यो की रेसियोजहरूले भन्न खोजेको के हो र यो कम्पनीको चाहिँ ग्रोथ पोटेन्सियल के छ भनेर चाहिँ अब यही चार्टहरू हेरेर पनि हामीले भन्न सक्छौँ। ल यसरी चाहिँ तपाईँले ब्यालेन्स सिट हेर्न सक्नुहुन्छ है त, नेपालको कुनै पनि कम्पनीहरू अब हेर्न मन लाग्यो onlinekhobar.com मा जानु, त्यसपछि लाएर यहाँनिर चाहिँ मार्केटवाला छुट्टै सेक्सन छ होइन, मार्केट ओभरभ्यूवाला, त्यसमा थिचिसकेपछि सरकै यो देखाउँछ है त।